आज चाहिँ समथिङ डिफ्रेन्ट पहिला चाहिँ अस्ति वाइल्ड क्याम्पिङ भ्लग गरेको थिएँ आज चाहिँ डाउनहिल नेसनल्स आर्मी टिमसँग म चाहिँ दिस टाइम के भन्छ अरे मैले इन्डोर गरिरहेको थिएँ पहिला अहिले चाहिँ डाउनहिल ट्राई गरेको अब ट्र्याक वाक टुप्पोमा अहिले अब मुनि हेर्दै लाइनहरू कस्तो छ भोलि चाहिँ प्र्याक्टिस डे पर्सि चाहिँ रेस्ट डे मैले भ्लग चाहिँ दुईवटा पार्टमा गर्छु क्या प्र्याक्टिस डे र रेस्ट डेमा रेभोल्युसन बाइक पार्क ब्रिटिस नेसनल्स डाउनहिल सिरिज अलि टेक्निकल सेक्सन चाहिँ यहाँ मुनि सेकेन्ड हाफतिर छ तिनवटा हाफ जति छ कि यसमा चाहिँ तर एक्चुअली नि यहीँ मुनि एकदम टेक्निकल छ अहिले त पुगेपछि हेरौँ न है त यो चाहिँ सेकेन्ड हाफ है भिजन दाइ व्हाट डु यु थिङ्क सो फार गुड कस्तो लागेको छ ट्र्याक अब सबभन्दा टेस्टी बिच चाहिँ अब आउँदैछ है यहाँ अलि स्टिप हुने सबै हेर्दैछ त्यहाँ तलतिर स्टिप हुनेछ यसरी जान्छ होइन तल गयो घुम्ती 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 भएर यसरी यसरी र तलतिर यो टेप फलो फलो के फेरि त्यहाँनिर अलिक टेकी हुन्छ भनेपछि वुड्सतिर जान्छ फिनिस लाइन चाहिँ तलतिर छ अब यहाँबाट आयो यहाँ चाहिँ तिनवटा लाइन छ या एउटा चाहिँ माथि लेफ्टमा आइसक्यो अरे एउटा बिचसम्म भयो अर्को यहाँ पनि छ अनि अर्को चाहिँ मेन लाइन बिचबाट तर बिचबाट गयो भने चाहिँ स्ट्रेट राइट पम्प छ कि त्यो फ्ल्याट सिधा ठोकिन्छ त्यहाँबाट आई थिङ्क यसरी यहाँबाट यसरी गएर यसरी गएर आई थिङ्क यसरी तर भोलि हेरौँ कस्तो हुन्छ भोलि ट्रेनिङ दियो अरे यो चाहिँ फर्स्ट टेक्निक अब अर्को पनि छ कतिर केटाहरू सब गयो तलतिर अब म चाहिँ एकदम हेरेको कि त्यो लाइन एकदम हाई रिस्क हाई रिवार्ड जस्तो छ कि त्यो लाइन चाहिँ हाई लाइन गयो भने चाहिँ क्विकर लाग्छ फेरि रिस्क चाहिँ धेरै छ कि मलाई अर्को डर लागेको भएको भनेको चाहिँ यो हो कि अब त्यो एउटा टेक अफ छैन स्पिड एकदम ठुलो धेरै हुन्छ स्पिड त्यहाँबाट जति ल्यान्ड भयो नि चाहिँ तल आयो होइन चाहिँ तल अनि एउटा रोड ग्याप जस्तो छ कि तर त्यो चाहिँ अलि छड्के परेको रोड ग्याप छ त्यहाँबाट स्पिडमा आएर यहाँबाट तानेर होइन यहाँ टेक अफ यहाँ ल्यान्डिङ त्यो चाहिँ अहिले मलाई डर लाग्छ र हेरौँ है भोलि अर्को टेकी भाग चाहिँ यो फाइनल होइन यहाँ जस्तो सिधा है सिधा एकदम स्पिडमा हुन्छ यहाँ मुनि आउँदाखेरि एकदम फास्ट आउने बेसी होइन यहाँ टाइट टर्न छ क्या त टाइट लेफ्ट ह्यान्डर होइन रकी स्लिपी पनि होइन ठाडै छ अनि सिधा आयो अँध्यारो पनि छैन अझै लेफ्ट एकदम टाइट छ क्या टर्निङ यहाँ लाइन चोइस छैन होइन मेन लाइन हो यहाँ सकेसम्म अब बममा कसले छिटो हाल्न सक्छ अन्त माथि उता माथिबाट आयो हामी फेरि आयो यहाँ तल आयो उता माथि एउटा टेबल भयो फेरि यहाँबाट अर्को टेबल पनि छ फेरि ठुलो ग्याप सिधा गयो अन्त फेरि अर्को स्टेप डाउन भनौँ बमबाट हिप जस्तो अनि त्यहाँ अर्को फेरि त्यो ठुलो स्टेप डाउन अन्त राइट बम अन्त चाहिँ फिनिस लाइनतिर है जाम तलतिर म चाहिँ अब लम्बो बोट हिँड्न जाँदैछु होइन हामी टिम अब त्यो लेसी अपलिफ्टमा चढेर माथि प्र्याक्टिस रनको लागि जाँदैछु
Oh, fuck. So there we go. त्यो चाहिँ अब आजको लागि सक्यो होइन सिटिङ रन थियो ठिकै गरेँ मैले 3 minutes 7 seconds प्लान गरेको लाइनहरू चाहिँ सबै ठिकै हाने होइन अब भोलि चाहिँ अब फेरि त्यही गर्ने तर अलि फास्टर भोलिको प्लान चाहिँ अब बिहान प्र्याक्टिस रन चाहिँ एउटा दुईवटा अनि त्यसपछि रेस्ट रन सुरु हुन्छ अब भोलि चाहिँ बाइकहरू सफा गरेँ रेडी फर टुमोरो अब भोलिको ब्लग चाहिँ होइन भोलि बेलुका कि पर्सितिर अपलोड हुन्छ अब होपफुली इन्जोय दिस वान है ल बाई बाई